श्रोताहरू, आज मैले एउटा विद्यार्थी भाइ बहिनीहरूको लागि केही जीवन परिवर्तन कसरी गर्न सकिन्छ भन्ने विषयमा केही टिप्सहरू लिएर तपाईहरुलाई यहाँ प्रस्तुत गरिरहेको छु र तपाईहरुले पक्कै पनि यी टिप्सहरू हेरेर जीवनमा पक्कै परिवर्तन केही न केही ल्याउनुहुनेछ, आफ्नो जीवनलाई परिवर्तन गर्नुहुनेछ भन्ने पूर्ण आशा राखेको छु। र यो पृथ्वी मोटिभेसनबाट मैले बेला बेलामा तपाईहरुलाई विभिन्न किसिमका यस्तै मोटिभेसनल कथाहरू र यस्तै टिप्सहरू दिइरहेको छु। त्यसको लागि हजुरहरूले ध्यानपूर्वक सुनेर सहयोग गरिदिनुहुनेछ। पढ्दै गर्दा हामीले आफ्नो काम आफै पनि गर्न जानेका छौं कि छैनौं? हामीले सधैँ हाम्रो बाबा मम्मीले होमवर्क गर 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 भनिराख्नु पर्छ त? टिचरले सधैँ होमवर्क गरिराख बाबु नानी भनिराख्नु पर्छ त? कतै मैले गल्ती त गरिन? मैले कतै पश्चात त लागेन मलाई? मेरो काम मैले आफै गर्न पर्छ। मेरो काम चाहिँ बाबा मम्मीले गरिदिने होइन। मेरो काम मेरो स्कुलका सहारा इङ्ग्लिस मिडियम स्कुलका सर म्यामहरूले, मेरो साथीहरूले पक्कै गरिदिने होइन होला। त्यो मेरो काम हो। सधैँ चाहिँ त्यो बाबा मम्मीलाई दुःख नदिनुहोस्, बोलीमा चाहिँ दुःख नदिनु होला। अनि बाबा मम्मीले अब तपाईँ 4-5 मा पढ्नुहुन्छ, घरमा गएर पनि प्रयास गर्नु होला। तपाईहरु यसरी हेर्दै गर्दाखेरि तपाईहरुले आफ्नो काम आफै गर्न पर्छ भन्ने कुरामा लाग्नु होला भन्दै एकपटक फेरि पनि तपाईले आफ्नो मम्मीलाई सम्झिनुहोस्, आफ्नो बाबालाई सम्झिनुहोस्, आफ्नो पढाउने गुरु टिचरहरूलाई, आफ्नो गुरुआमाहरूलाई, गुरु बाबाहरूलाई सबैलाई सम्झिनुहोस्। आजदेखि तपाईले प्रण गर्नुहोस्, म अब आउँदा दिनहरुमा आजदेखि म घर अब यहाँ देखि पक्कै पनि मेरो काम कसैलाई दुःख दिने छैन। मैले गुरुआमा गुरुबाहरूले भनेको कुराहरू पनि मैले पक्कै गर्ने छु। मेरो होमवर्क गर्ने काम मेरो पढ्ने काम हो र घरमा गएर पनि बाबा मम्मीलाई पक्कै पनि मैले पैसा मागेर हुन्छ कि कुनै नराम्रा कुराहरू गरेर मैले बाबा मम्मीलाई पनि सताउने छैन भन्ने कुरा दृढ संकल्प गर्नुहोस्। आजदेखि म अब सानो रहेर छु, म धेरै ठुलो भइसकेको रहेछु। मैले चाहिँ मेरो कामहरू मैले आफै गर्न पर्छ भन्ने कुरा पनि सम्झिनुहोस्। र कतै अरू साथीहरुसँग हामी चल्छौं लड्छौं भने अब आजकै दिनदेखि प्रण गर्नुहोस्, म साथीहरुसँग कुनै पनि नराम्रो व्यवहार गर्दिन्न, साथीहरुसँग म लड्दिन्न भन्ने कुराहरू गर्नुहोस्। म एकैछिनै 2 मिनेट भन्ने कुरा मैले चाहिँ तपाईहरुलाई राखेँ। त्यसैले तपाईहरुले यसरी चाहिँ काम गर्नुभयो भने तपाईहरुको चाहिँ मेरो राम्रो हुनेछ भन्ने कुरा कल्पना गर्नुहोस्। ल एकचोटी हात चाहिँ पुरै मार्नुहोस्। विद्यार्थी भाइ बहिनीहरूलाई यो मोटिभेसनल क्लासले पक्कै पनि केही मन छोएको होला भन्ने मलाई पूर्ण आशा लागेको छ। वास्तवमा यस पृथ्वी मोटिभेसनमा आएर सम्पूर्ण मेरा शुभचिन्तक विद्यार्थी भाइ बहिनीहरू लगायत मलाई चिन्नुहुने सम्पूर्णले एकपटक मेरो यस पृथ्वी मोटिभेसनमा आएर कम्तीमा पनि यो मोटिभेसनल टिप्सलाई हेरेर हजुरहरूले लाइक सेयर र सब्सक्राइब गरेर पक्कै पनि सहयोग गर्नुहुनेछ भन्ने कुरा पूर्ण आशा राख्दै म अहिले यस पृथ्वी मोटिभेसनबाट बिदा हुन्छु। हवस् त, धन्यवाद।